दिदीलाई केही कुरा सोध्नु पर्यो, भिडियो बनाउनु पर्यो। दिदी तपाईँलाई आफ्नो गाउँको लागि चाहिँ श्रमदान गर्न पाउँदाखेरि तपाईँलाई कस्तो लाग्छ भनिदिनु त? मलाई एकदम खुसी राम्रो लाग्छ। म बुढी मान्छे मरिहालेँ भने पनि छोरा नाति पनाति युवाहरूले गर्न सिक्छन्, जान्दछन्, बनाउँछन्। हामीले बाटो देखेर हामीलाई मलाई खुसी लाग्छ बाबु। अनि जो श्रमदान गर्न आएका छैनन्, 3-4 दिन भइसक्यो, कोही पनि नआउनेलाई आउनु त आइरहेका छन्, नआउनेलाई के भन्न चाहनुहुन्छ? नआउनेहरूलाई पनि सम्झाउन, उनीहरूलाई अब एउटा चेतनाको कुराहरू चाहिँ हामीले बुझाउन पर्ने हुन्छ बाबु। ठुलो सानो भन्नु हुँदैन बुद्धिमा, होइन? उहाँहरूको अब एउटा जनचेतनै नभएकोहरूलाई हामीले चेतना दिनुपर्ने हुन्छ। हामी आफूले पनि गरेर देखाएपछि उनीहरूले पनि भोलि आउन सक्छन्, बुझ्न सक्छन्। बिसाइहाल्न भएन, होइन? नबुझ्नेलाई बुझाउन पर्ने हुन्छ। हजुर। अनि यो भाइ त्यसरी अब यस्तो सानो भए पनि बुझेर काममा आएको छन्, यहाँनिर के भन्न चाहनुहुन्छ भाइलाई? यो बाबुलाई धेरै ठुलो धन्यवाद दिनुपर्ने हुन्छ। तर उसलाई यो काम हामीले गर्ने काम अहिले उसले बेला पनि होइन। तर के भने यो दुःखको बेलामा अब जनै नपुग्दा पनि गर उसले पनि एउटा मलाई लाग्छ कि उसलाई पनि एउटा ट्रेनिङ पनि हुन्छ। हजुर। हुन चाहिँ, होइन? उसले पनि हजुर, उसलाई पनि भोलिका दिनमा ठुला योजना गर्नको लागि चाहिँ भोलिको दिनमा उसले सबै कुरो बुझ्न सक्ने पनि हुन्छ। तर उसको अहिले गर्ने बेला त होइन। उसले अब सिक्दैछ, जानु, उसले बुझेर आयो। हजुर। त्यही पनि अब दिदीलाई मलाई अब गाह्रो भयो भने साथ सपोर्ट गर्न भाइ आएका छन्। मलाई पनि धेरै खुसी लाग्छ, दिदीलाई पनि खुसी लागेको रहेछ। खुसी लाग्छ। तर यो बाबुलाई हेर्दाखेरि चाहिँ गराउन चाहिँ नमिल्ने हो त्यो। तर के गर्नु, उसको चाहिँ आवश्यक त्यस्तै घरमा गर्न सक्ने मान्छे छैनन्। ऊ जुन कुरो जनसम्म पनि ऊ पनि अब भिड्नुपर्छ, गर्नुपर्छ भन्ने एउटा होस्। यसलाई सहमति मान्छे, यो सानैदेखिको उसको उसलाई चेतना भएको मान्छे हो, मान्छे भएको, होइन? हजुर। अनि त्यही भएर ऊ सानैदेखि तिखो दिमाग भएको रहेछ। बर हामीलाई सघाउन सहयोग गर्न आइरहेछ। हजुर। हस् त, धन्यवाद दिदी। अब काम गर्दै जाउँ। अब आउने आइहाल्यो, मिलेर गरौँ, नआउनेलाई अब के गर्नु, होइन? सम्झाउनुपर्छ। सब बुझेर आयो भने ठिकै छ, नआयो हामीले सके गर्नुपर्छ। अब त्यही त हो नि। गर्नुपर्छ, नआउनेलाई पनि सम्झाउनुपर्छ, सम्झिन्छन् होला भन्ने आश छ। हजुर। आफ्नो काम आफै बनाऊ भन्नेमा चाहिँ हामी सोच्चाले पनि सम्झिनै पर्ने पनि हुने हो क्या। म चाहिँ त्यही भन्छु कि यत्रो बाबुले त सोचेर आइरहेछ भने नि, हजुर। यो बाबुभन्दा अलिक ठुलो मान्छेहरूले त त्यसै पनि बुझ्नुपर्ने हुन्छ। हजुर। अनि बुझ्नु पनि हुन्छ होला। भरै भोलि पर्सिदेखि, होइन, गर्दै जाउँ न। हजुर। त्यही त, सुरुमा आफूले गरेपछि अरूलाई पनि अब गरौँ लाग्न सक्छ। लाग्छ। अब आज बुझ्दैन अलिक भोलि आउन सक्छ। अब त्यही आश गरौँ। हजुर। ल है गाइजहरू, दाजुभाइ दिदीबहिनीहरू, हेर्नुहोस् हाम्रो पाखाटारीमा यसरी काम भइरहेको छ। तपाईँहरू पनि अब मुलाबारी हाम्रो मतितोडतिरको दाजुभाइ दिदीबहिनीहरूलाई साथ सहयोग गर्न मन लाग्छ भने यसो एउटा सानो कुटे नै भए पनि लिएर आउनु भयो भने, अथवा एउटा केही पनि नभए पनि खाल याद आएर एउटा ढुङ्गो निकालिदिनु भयो भने पनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन्छौँ हामी। भन्ज्याङसम्मलाई पाखाटारीबाट 4-5 जना भए पनि हामी समाज यति नै छौँ। ल है, सबैजना आउनु होला, सहमति गरौँ, हातेमालो गरौँ, देश बनाउँ होला। हजुर। अहिले हाम्रो गाउँ पाउँदा तपाईँहरू आइदिनु भयो भने तपाईँहरू पनि तपाईँहरू गाउँ पाउँदा हामी पनि आउँछौँ। मिलेर गाउँ पाउनुपर्छ सबैले। अब के भन्छ, एउटा हातले गरेको काम र दुईवटा हातले गरेको काम धेरै फरक हुन्छ। अब हामी एउटा गाउँको मान्छे मात्रै थोरै भयौँ अहिले। तपाईँहरूसँग हामी हार गुहार गर्छौँ, सक्नुहुन्छ भने भ्याउनुहुन्छ भने आएर साथ सहयोग गरिदिनु होला। हजुर। हजुर। हाम्रो